गाइज आज चाहिँ मैले एउटा भिडियो लिएर आएको छु। यो भिडियोमा चाहिँ म के बनाउँदैछु भन्दाखेरि तपाईँहरूले देख्न सक्नुहुनेछ। आज चाहिँ मेरो यहाँ 60 जनाको क्याटरिङ रहेको थियो। सो त्यही भएर मैले चाहिँ यसको नाम चाहिँ रहेको छ डेन डेन भन्छ यसलाई चाहिँ। अहिले म गार्निस गरिरहेको छु जुन, र यो भनेको चाहिँ तपाईँको यो बन्ने छ। यो चाहिँ गोरुको मासुबाट यसलाई चाहिँ स्लाइस कटिङ गरेर त्यसपछि फ्राई गरेर यसमा चाहिँ सस राखेर यसलाई मिक्स गरिन्छ। अनि यसलाई चाहिँ अहिले चट्टसँगले मैले दामी बनाएर अहिले गार्निस गरिराखेको छु। र यतापट्टिको चाहिँ तपाईँहरूले देख्न सक्नुहुनेछ पट्याटो चिप्स जुन चाहिँ अब यसलाई पनि कोरेसोले कोरेर फ्राई गरेर त्यस पछाडि यसमा चाहिँ अलिकति स्विट टाइपको हुन्छ यो चाहिँ, र सस राखेर यसलाई मिक्स गरिनेछ र यसरी तयार गरिनेछ। यो चाहिँ फुड रहेको छ कहाँको भन्नुहुन्छ भन्दाखेरि कहाँको हुनसक्छ, कसले जान्नुभएको छ, कसले देख्नुभएको छ यो खाना। यो चाहिँ रहेको छ इन्डोनेसी फुड र एकदमै धेरै साउदीले रुचाउने भनेको चाहिँ यो डेन गोरुको मासु र